त्यो चाहिँ अब कलाकारहरूको लिस्टहरू चाहिँ अब सबै फाइनल भइसकेको अवस्था छैन, तर हामीले राष्ट्रिय स्तरकै कलाकारहरूलाई बढी कतिजना हुन्छ? हाम्रो त यो गत वर्ष पनि हाम्रो लगभग 20-22जना त्यही रेसो नै हुन्छ हिसाबले। र कस्तो हुँदैछ भने कलाकारहरूको विषयमा चाहिँ हामीले कामले चाहिँ गर्दाखेरि यो डेट हुने नहुने भन्ने खालको कुराहरू चाहिँ अब के भन्छ त्यो हुन्छ। त्यो भएको कारणले गर्दाखेरि हामीले चलेको र के भन्छ ख्याति प्राप्तिलाई चाहिँ हामी प्राथमिकतामा दिन्छौँ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अब के भन्छ सकेसम्म एकदमै अलि राम्रो ब्यान्डहरू पनि हामीले एकपल्ट चाहिँ ल्याउँछौँ। जस्तो आम्दानीको कुरा गर्नुभएको छ नि, यो स्टलहरूबाट मात्र उठाउने कि अन्य आम्दानीहरू पनि केही छ? अन्य आम्दानीहरू भन्नाले हामीले नगरपालिका अनुदानको हिसाबमा हाम्रो लालगुडी नगरपालिकाले अहिलेसम्म हामीले हरेक वर्ष छुट्याएर राखेको 5 लाख रुपियाँ दियो हुँदैछ। त्यसबाहेक अरू आम्दानीहरू चाहिँ हाम्रो ठ्याक्कै निश्चित छैन। र कतिवटा कार्यक्रमहरू चाहिँ के भन्छ लक्षित कार्यक्रमहरू रहन्छ। जस्तै अब किसानहरूलाई औजार बाँडी दिने भनेदेखि अब के भन्छ त्यो चाहिँ ठ्याक्कै एउटा कुनै के भन्छ पहिला कृषि मन्त्रालय कृषि विभाग हरियर भवनले चाहिँ हामीलाई त्यो के भन्छ त्यो चाहिँ दायाँ बायाँ गरे नपाइ ठिकै के भन्छ किसानहरूलाई हामीले औजारहरू दिने भन्ने खालको कुरा थियो। त्यस्तो खालको कुराहरू पहल भइराखेको छ। अरू खासै के भन्छ निकायहरूबाट आउने अनुदानको कुराहरू चाहिँ त्यसको खास छैन। तर हामीले प्रायोजनबाट लिने हो। त्यसपछि विज्ञापन, त्यसपछि टिकट चाहिँ हाम्रो महत्त्वपूर्ण। एउटा अध्यक्ष मलाई लागेको अन्त महासङ्घ अध्यक्ष जुन यहाँ हुनुहुन्छ फोटो पत्रकार महासङ्घको दाइ पनि हुनुहुन्छ होइन अगाडि, त्यो एउटा स्थल चाहिँ हाम्रो सदाई जिल्लाको पुरानो फोटोहरू हामी एभाइलेबल गर्छौँ, हामीसँग भएका फोटोहरू सबैजना साथीहरूले। अनि त्यो एउटा चाहिँ फ्याक्समा बनाएर एउटा स्थल राखिदिने गरियो भने एकदम इतिहास झल्किने पुरानो फोटोहरू हुन्छ नि, धार्मिक पर्यटक स्थल लगाएका कुराहरू संस्कृत जानकारी त्यो गर्न सक्यो भने चाहिँ अलिकता राम्रो हुन्छ जस्तो लाग्यो मलाई। यो चाहिँ हामीले अब खोजेको कुरा छ। हामीले के भन्छ स्थानीय पर्यटनको र गन्तव्यको ब्रान्डिङहरू गर्नलाई हामीले 4 साल पनि हामीले त्यो भित्रतिर हामीले त्यो फोटो राखेको। अब यो खालको सुझाव आउँछ भने हामी त्यो संस्थागत रूपमै जस्तो पत्रकार महासङ्घकै रूपमा जाओस् या तपाईँको फोटो पत्रकार महासङ्घबाट जाओस् होइन एउटा त्यो गर्न सक्यो भनेदेखि चाहिँ तपाईँले त्यो कलेक्सन दिनुभयो भनेदेखि चाहिँ हामी तपाईँले त्यसलाई प्रिन्ट गर्नु परेन। तपाईँले फोटो र डिजाइनहरू उपलब्ध गराइदिनुहोस्, हामी ब्रान्डिङ गरेर त्यो राख्ने व्यवस्था गर्छौँ। र अहिले सालको प्रदर्शन चाहिँ अलिकति फरक भएको छ। हामीले अहिले साल मूल गेट बनाएर हामीले गर्ने भन्ने कुरा थियो। अहिले चाहिँ हामीले एउटा लन्डन ब्रिज जस्तो टाइप बनाएर आकर्षण गरेर एउटा छिरेर ब्रिजबाट अनि झर्ने छ। र अनि फर्स्ट हामी जहाँ छिर्छौँ त्यहाँ ल्यान्डिङ जहाँ हुन्छ त्यहाँ चाहिँ अलिक होल्ड गर्ने ठाउँहरू छ। त्यो होल्ड गर्ने ठाउँमा चाहिँ हामी सेल्फी जोनहरू र यस्तै हाम्रो पर्यटकीय स्थलका फोटोहरू र हामीले हाम्रो पहिचान झल्किने खालको र प्रवर्धन गर्न पर्ने खालका तस्बिरहरू हामी राख्छौँ। र अब पत्रकार सम्मेलन पत्रकारहरूबाट तपाईँहरूले आफ्नै किसिमको तपाईँहरूले एउटा त्यो राख्नुहुन्छ भने हामी त्यो के भन्छ स्टल अथवा स्पेस उपलब्ध गर्ने कुरा ठुलो भयो। यो मौसम लागिरहेको बेलामा त्यो स्टल खाली भएको देखिन्छ, खाली हुन्छ। त्यसले के गर्दो रहेछ भने मौसमको आकाशमा घट्दो रहेछ। त्यो खाली गर्न नदिनुको लागि के गर्न सकिन्छ होला, या उसलाई चाहिँ स्टलको भाडामा कम गर्न सकिन्छ कि हामीले महसुस गरेका छौँ कि छैन त्यो भएको छ। जस्तो मेला लागिरहेको छ, मेला उठेको छैन तर स्टल खाली भएको छैन। खाली हुन नदिन त्यो आकर्षण घटिरहेछ। त्यो खाली भएपछि त्यसलाई के गर्न सकिन्छ? यो महोत्सवको लालबन्दीको केसमा चाहिँ अब म आफै पनि अध्यक्ष हुँदाखेरि सुरु भएको महोत्सवको पहिलो दोस्रो हामीले लगाएको दुईचोटिको अनुभव हामीले गर्दै गर्दाखेरि चाहिँ कस्तो खालको अनुभव भयो। जस्तै हाम्रो एरिया अथवा हाम्रो भूगोल चाहिँ यो बजारसँग एक्सेस छ र एकदमै नजिक बोर्डरसँग पनि एक्सेस छ र कतिवटा कुराहरू चाहिँ सहज ढङ्गले वस्तुहरू उपलब्ध हुने भएको कारणले गर्दाखेरि विशेष गरेर यहाँका उपभोक्ताहरू चाहिँ त्यहाँनिर खरिद गर्ने भन्दा पनि बढी जस्तो चाहिँ कस्तो भने मनोरञ्जन लिने खालको कुराहरू मात्रै अलिक बढी भयो। र हामीले प्रदर्शन गरेको त देखिए। जस्तै हामीले कृषिको के भन्छ स्थानीय उत्पादनहरूको हामीले त्यो स्टलहरू राखेको थियो, त्यसको प्रदर्शन त भयो। तर खास कारोबारको हिसाबले चाहिँ स्टलहरूमा कारोबार चाहिँ राम्रो भएन। यसको मतलब चाहिँ अब के हो भनेदेखि बाहिरै बजार गर्ने, त्यसपछि मनोरञ्जन गर्ने र यसो अवलोकन गर्ने खालको किसिमको कुरा चाहिँ भयो। अब यसै केसमा फेरि जस्तै अब पहाडकै भेगहरूतिर जानुभयो भने चाहिँ फरक हुँदैछ यसमा।
जस्तै यसमा चाहिँ जस्तै अब सिन्धुलीदेखि अलिक भित्र मेरो मरिनको अनि त्यसपछि अरू पश्चिमतिरको पहाडी भागहरूमा हुँदै गर्दा नुवाकोट यतातिर हुँदै गर्दाखेरि चाहिँ त्यो के हुँदैछ भने त्यो महोत्सव लगाइसकेपछि बजारै गर्न भनेर घर छोडेर आउने मान्छेहरू रहेछ। जुन हाम्रो भूगोलले पनि हामीलाई यो केसलाई यो अब परिस्थितिलाई चाहिँ के भन्छ साथ नदिएको जस्तो होइन। हुनाले अब व्यापारै गर्छु भनेर आउनेहरूको लागि चाहिँ है जस्तै अब कपडा बेच्छु भनेर आयो जस्तो जुत्ता के भन्छ जुत्ताहरू अथवा अरू सामानहरू बेच्न आउनेहरूको क्रममा चाहिँ जस्तै अब बजारमा पनि हामी सजिलैसँग एक्सेस हुने भएको कारणले गर्दाखेरि त्यति धेरै चाहिँ म चाहिँ भन्दाखेरि नि जस्तो लास्ट इयर चाहिँ हामी लसमा छौँ भन्ने कता कता घाइते हुँदै सुनिन्थ्यो नि यसलाई त्यो नहोस् भन्नको लागि चाहिँ कसरी गर्नुहुन्छ? अहिलेसम्म हामीले लसमा चाहिँ अब दोस्रो लसमा भयो के भन्ने चाहिँ सुनिन्थ्यो होइन। लस पनि भयो र अर्को कुरो तपाईँहरूको प्रश्न लागेको राखेको जिज्ञासा एउटा जिज्ञासा एउटा अर्को सार्वजनिक कुराहरू पनि हो यो हामी आफूलाई पीडा भएको हामी सार्वजनिक मान्छेहरू र हामीले जे गरेका छौँ यस समाजको लागि यहाँको उद्योग व्यापार अथवा यहीँका के भन्छ नगरकै लागि हामीले गरेका छौँ। अब दुईवटा कुरा कस्तो भने अब हामीले यो मोडलहरूलाई अलिकति फरक गऱ्यौँ। हामीले अघिल्लोपल्ट हामीले सबै जिम्मा दियौँ स्टल र सबै त्यो प्रायोजन हामीले लियौँ र केही हामीलाई प्रफिट भयो होइन, केही मतलब प्रफिट नभनौँ त्यो अब अलिकति बचत गर्न सकियो भन्ने अवस्था चाहिँ भयो। तर सेकेन्डपल्टमा चाहिँ सम्पूर्ण जिम्मेवारी हामीले लियौँ र यति गऱ्यौँ कि हामीले उहाँलाई व्यवस्थापन गरे बापतको पैसा दियौँ र बाँकी सबै हामीले लियौँ। तर त्यो चाहिँ अतिरै तनाव हुँदो रहेछ होइन। अनि त्यो गर्ने क्रममा चाहिँ अब हामीले चाहे जस्तो हामीले स्पोन्सरहरू नपाएको कारणले गर्दाखेरि हाम्रो खर्च अलिकति बढी हुनुभयो। लगभग हामी लसमा गयो। यसपालि चाहिँ हामीले अलिक फरक ढङ्गले गरेका छौँ। यसपालि अर्को ठुलो गरेका छौँ। हामीले नगरपालिकाबाट प्राप्त गरिने अनुदानको रुपियाँलाई चाहिँ पूर्ण रूपमा चाहिँ उद्योग वाणिज्य सङ्घमा सुरक्षित रहने गरी र अरू प्रायोजनको कुराहरूमा र निकायबाट आउने अनुदानको कुराहरूमा 60-40 चाहिँ गरेर बाँकी खर्चहरू चाहिँ उहाँले नै बियर गर्ने गरी चाहिँ ल भनेर चाहिँ हामीले दिएको छौँ। यो चाहिँ कहिलेकाहीँ के हुन्छ भने हामी कलाकारहरूदेखि लिएर कतिवटा कुराहरूको एक्सिस हामीसँग सबै नहुने, व्यवस्थापन गर्ने कुरामा हामी सबै कुरामा पोख्त पनि नहुने, त्यो भएकाले गर्दा अनि कतिवटा कुराहरू चाहिँ ग्याप भएको कारणले गर्दाखेरि पनि हामी पर्फेक्टली त्यसलाई हामीले गर्न सकेनौँ। त्यस कारणले गर्दा हामीले केही हदसम्म चाहिँ हामी अहिले घाटामा नजाउँ भन्ने उद्देश्यले अथवा हामीले लस बिहोरो नपरोस् भन्ने उद्देश्यले चाहिँ हामीले अलिकति चेन्जहरू चाहिँ गरेका छौँ। पत्रकार सम्मेलनको आयोजना आउँदै गर्नेछ, मालबन्दीले गर्ने गर्छ। त्यो यो सम्मेलन समाप्त सकिसकेपछि भने एउटा चाहिँ अलिक कुरा के भयो भने नि हामीले 2 वर्ष गऱ्यौँ पत्रकार सार्वजनिक गर्ने र पत्रकार सम्मेलन गर्ने भन्ने हाम्रो उत्कट इच्छा हो। कुरो के भइदिन्छ भने हाम्रो हिसाब मिलाउनलाई प्रायोजन गर्ने 3 महिना पैसा हालिन्छ। अब हामीले यहाँ कोर्ट गरिसकेको हुन्छ नि पैसा दिदी आयो दिदी प्रायोजन भयो भनेर निकायहरूले पैसा 3 महिना 4 महिना लगाइदिन्छ। कहिले के मिलेन कहिले के मिलेन भन्दा अनि हामीले चाहिँ त्यो के भन्छ खर्च चाहिँ एक्ज्याक्टली त्यति बेला सबै सकाएर गर्न पायो राम्रो हुन्थ्यो। र पछिसम्म त्यो ट्याक्स क्लियरेन्स भएर हामी त अहिले ट्याक्स डिक्लियर सबै यसको के भन्छ हामीले यो के भन्छ यो अडिट त गर्नै पऱ्यो। अस्थायी प्यान हामीले लिनुपर्ने हुँदैछ कि यो हाम्रो उद्योग वाणिज्य सङ्घले प्यानले चलाउन पाइँदैन। हामीले यो जस्तै अब संरक्षण के अरे यो त्यसको महोत्सवको नाममा अस्थायी प्यान लिएर यो भ्याटमा गएर त्यसमा सबै फर्फर्जट गरेर अनि त्यहाँ क्लोजली बन्द गरेर जेलसम्ममा हामीलाई त 6 महिना लाग्छ, 3 महिना 6 महिना लाग्छ क्या। त्यस कारणले गर्दाखेरि हामीले सकेनौँ। तर हामीले यो पटक चाहिँ एउटा समीक्षात्मक हिसाबले पनि अनि त्यो भएको कारणले गर्दा हामीले टाइममा सार्वजनिक गर्न नसक्नुको कारण र पत्रकार सम्मेलन गर्न नसक्नुको कारण हो। र हामीले यो हाम्रो यो के भन्छ महोत्सवको खर्च र आएर दिएको कुराहरू चाहिँ हामीले हरेक हाम्रो साधारण सभामा चाहिँ हामीले त्यसलाई सँगै एट्याच गरेर हामीले दिने गर्छ। त्यति बेला प्रतिवेदन प्रस्तुत पनि हुन्छ। उद्योग वाणिज्य सङ्घ कसले गर्ने हो? यो उद्घाटन चाहिँ कसले गर्ने हो? उद्घाटन चाहिँ हाम्रो कृषि तथा उद्योग तथा कृषि पर्यटन मन्त्री उद्योग तथा पर्यटन मन्त्री मनिष पटेलजी।
गेटेमा चाहिँ लन्डन ब्रिज देखिन्छ। यो महोत्सवमा पर्यटन प्रवर्धन मुख्य आकर्षण हो। यो लन्डन ब्रिजले हाम्रो यो लालगुडी नगरपालिका भनेको कुन क्षेत्रको कहाँनिरको पर्यटन प्रवर्धनलाई चाहिँ मुख्य एउटा आकर्षण दिन्छ। खास यसको मुख्य उद्देश्य के हो? लन्डन ब्रिज चाहिँ गेटिङमा ल्याएर यो चाहिँ अब ठ्याक्कै यो कुरा चाहिँ अब लन्डन ब्रिजको कुराहरू चाहिँ अब के भन्छ इन्फ्रान्स गर्नको लागि चाहिँ अब केही आकर्षण हुन सक्ला कि भन्ने उद्देश्यले चाहिँ गरिएको कुराहरू हो। तर विशेष गरेर हामीले स्थानीय पर्यटन प्रवर्धनको कुराहरू चाहिँ हामीले त्यसपछिको ल्यान्डिङ स्टेज हुन्छ त्यसमा हामी चाहिँ त्यहाँ गर्छौँ।